अनि गोली लाग्दा कस्तो अनुभव हुने रहेछ तपाईँ? गोली लाग्दाखेरि त पहिल्यै चिरिच्च पारिहाल्यो, हजुर गोली लाग्यो भन्ने भयो। हजुर त्यसपछि हेरेको कुममा गरेको घाउ देखेँ, हजुर रगत बगेको देखेँ। एक्कासी हिँड्दा हिँड्दै पछाडिबाट गोली लाग्यो। एकदम ए तपाईँलाई मर्यो कि मरेन भनेर लात्तीले पल्टाएका थिए? पल्टाएँ। हजुर त्यहाँ त्यतिसम्म थाहा पाएँ। त्यसपछि मर्जाएका साला भनेपछिको मैले केही थाहा पाइनँ। कहाँबाट? यहाँ धेरै फेर अपरेसन गरेर हड्डी काट्ने, नसा जोड्ने, के गर्यो, धेरै गरेको। दर्शक महानुभावहरू, यति बेला हामी चाहिँ प्रवास बुवासँग छौँ। जनयुद्ध कालमा चाहिँ उहाँलाई गोली लागेको थियो अरे। आज चाहिँ त्यो विषयमा चाहिँ हामीले कुराकानी गर्नेछौँ। सन्चै हुनुहुन्छ? ठिकै छु अहिले उपचार, बिमारी छु, दबाई खाएको छु, हजुर सन्तुलनमा छु। अनि जस्तै हजुरले के गर्दा गोली लागेको नि? जनयुद्धमा शाही सेना र जनमुक्ति सेना बिचको भिडन्त हुन्थ्यो। हजुर भिडन्तमा घाइते हुन्थे। हजुर घाइतेहरूलाई उपचार गर्ने स्वास्थ्य विभागमा मलाई पारेका थिए। हजुर म पूर्वी कमान्डमा थिएँ। हजुर पूर्वी कमान्ड। हजुर कहाँ जाँदै हुनुहुन्थ्यो र त्यति बेला कसरी गोली लाग्यो त? सन्चो भएकाहरूलाई के अरे पुर्याउनलाई, सेल्टरमा पुर्याउनलाई हामीहरूले लिएर जानु पर्थ्यो। हजुर लिएर जाएर महोत्तरी जिल्लाको सेम्सी बोर्डरबाट पार गरेर बुझाएर फर्काउँदाखेरि हजुर त्यो हजुर त्यस बेलामा एक्लै हुनुहुन्थ्यो? त्यो फर्काउँदा एक्लै थिएँ। ए एक्लै हुनुहुन्थ्यो? फर्काउँदा एक्लै थिएँ। हजुर अर्को साथी भोलि आउने त्यहाँ एउटा काम पर्यो। हजुर उनी रोकिए, म फर्कानी भएँ। हजुर फर्काउँदाखेरि त्यो मेन बाटैबाट हिँड्न सकिन्न थियो त्यो बेला। हजुर चोरी बाटाहरूबाट गन्जी अनि यो लुङ्गी लगाएर त्यो मजिसे बिहारी जस्तो भएर जानु पर्थ्यो। ए अनि गोली लाग्दा कस्तो अनुभव हुने रहेछ तपाईँ? गोली लाग्दाखेरि त पहिल्यै चिरिच्च पारिहाल्यो, हजुर गोली लाग्यो भन्ने भयो। हजुर त्यसपछि हेरेको कुममा गरेको घाउ देखेँ, हजुर रगत बगेको देखेँ। एक्कासी हिँड्दा हिँड्दै पछाडिबाट गोली लाग्यो। एकदम पछाडिबाट लाग्यो। हजुर चरतै हेर्दै थिएँ कतै कतै पुलिस सेना छन् कि भनेर, तर कहीँ देखेका थिइनँ। लुकेर बसेका रहेछन् सायद। ए तपाईँ ढलेपछि तिनी त्यहाँ